हेलो, गुड मर्निङ गाइज। आज तपाईँलाई म कहाँ छु जस्तो लाग्यो होला होइन यो भिडियो हेर्दाखेरि। म कहाँ छु भने म अहिले आफ्नै गाउँघरमा छु। यो तपाईँले पछाडि देखिरहेको चाहिँ मेरो घरको चाहिँ करेसाबारी हो। यहाँ विभिन्न किसिमका तरकारीहरू मम्मीले उत्पादन गर्नुहुन्छ। अब मम्मीले के उत्पादन गर्नुहुन्छ तपाईँले यो भिडियो अन्तिमसम्म हेर्नुहोला। मैले तपाईँलाई यो भिडियोमा देखाउनेछु ल। यो चाहिँ काउली हो है। यहाँ चाहिँ काउली कि बन्द हो यो बन्द। यो चाहिँ बन्द हो। यो चाहिँ तरकारीमा हुने मिठो हुन्छ। यसले धेरै चिजमा यो प्रयोग हुन्छ, मोमोहरूमा। यता तपाईँले देख्न सक्नुहुन्छ यो लसुन यो परैसम्म छ। मम्मीले यसो दुःख गर्नुहुन्छ बेला बखतमा। यो चाहिँ हाम्रो घरतिर केराउ भन्छ होइन। यहाँ तपाईँले केराहरू पनि देख्न सक्नुहुन्छ। अनि यहाँ तपाईँले यो चाहिँ अब घरको करेसाबारीमा यो के भन्छ नि, आँपहरू पटमेराहरू के हुन्छ होइन। गाउँघरतिर यस्तै हो। तपाईँले यता यो चाहिँ के भन्छ, प्याज देख्न सक्नुहुनेछ। प्याज हो यो। धेरै चिजहरू मम्मीले लगाउनु भएको रहेछ, खुसी लाग्यो। म धेरै पछि घर आउँदैछु र म हेर्दैछु। अघि मैले भनेको थिएँ यो चाहिँ काउली भर्खर फुल्न लागेको छ। यो चाहिँ काउली धेरै परसम्म छ। यो तल्लो बन्दा हो है काउली। त्यहाँ तपाईँको सागहरू धेरै छन्, तलैसम्म छ। यता पनि माथि छ। भर्खर घाम उदाएको छ होइन। घामले अलिक डिस्टर्ब गरिरहेछ। जे भए पनि एकदम मेहनत गर्नुभएको छ मम्मीले। धेरै दुःख गर्नुहुन्छ गाउँघरमा। अब यस्तै हो, अब खेती किसानीको छोराछोरी भइसकेपछि होइन, यति त दुःख गर्न परिगयो नि होइन। तर अब मम्मी बुबाहरूले यति दुःख गर्नुहुन्छ, हामीले यति दुःख गर्न सकिन्छ सकिँदैन यो ठाउँमा आएर भन्ने चाहिँ प्रश्न हो होइन। यहाँ तपाईँले सानसाना यो चाहिँ भर्खर उम्रिँदै गरेको यो चाहिँ बिउ देख्नुहुन्छ। यो हेर्दाखेरि बन्दाको जस्तो छ। यता पनि तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ के हो त, यो खोर्सानी जस्तो छ है। त्यसै गरी अब यहाँ तपाईँलाई मैले भिजिट गरायो भने त धेरै लामो छ, यो सकिँदैन होइन। किनभनेदेखि धेरै ठाउँ छ यहाँनिर। यो चाहिँ अहिले तरकारीमा पानी लगाइरहेको छ। यहाँ धेरैवटा चलिरहेको छ यहाँनिर। फेरि के भन्छ गाउँघरतिर होइन, यो सागमा पानी धेरैवटा छ। यो बारीमा लगभग 5-7वटा चाहिँ यस्तो फिर्के चलिरहेछ। हाम्रो 3-4 ठाउँबाट लिफको पानीदेखि लिएर खोलाको पानीसम्म पनि आउने गर्दछ। यो चाहिँ तपाईँले बन्दाहरू देख्न सक्नुहुन्छ, धेरै छ। मैले उताबाट देखाएको थिएँ, अहिले मैले यो कोणबाट देखाएको छु है। तपाईँले देख्न सक्नुहुन्छ। अब तलतिर धेरै चिज छ, म तपाईँलाई देखाउँदै जान्छु। धेरै लामो भिडियो चाहिँ बनाउँदिनँ, किनभनेदेखि धेरै लामो बनाउनु हुन्न कि होइन। र तपाईँले देख्न सक्नुहुन्छ यो हाम्रो चाहिँ मम्मी एक्लैले दुःख गर्नुहुन्छ यहाँनिर। कहिलेकाहीँ बुवाले यसो सघाउनु पनि हुन्छ होइन। यहाँ चाहिँ घरमा चाहिँ मम्मी र बुवा मात्रै बस्नुहुन्छ। तर धेरै छ। यता तलतिर चाहिँ अलि पाखा टाइपको छ। यसलाई चाहिँ अब खेत भन्दैन, बारी भन्छ के अरे होइन। खरपाखा छ तलतिर। यता केराहरू छ। यसो यो तपाईँले देख्न सक्नुहुन्छ। यो के भन्छ, यो फुल्छेको यो चाहिँ तोरी होला सायद होइन। तपाईँले फिर्के देख्न सक्नुहुन्छ, फिर्के लागिरहेछ सन्न। मैले यो एङ्गलबाट पनि देखाएँ तपाईँलाई। बारीको चाहिँ तपाईँलाई मैले चाहिँ आज भ्रमण गराउँदैछु ल। हेर्नु केरा के हो, त्यो तलको चाहिँ केरा हो के अरे होइन। यो चाहिँ तपाईँको चाहिँ केरा हो। भर्खर सानो सिसिला हाल्दैछ। यो चाहिँ तपाईँले यो केरा देख्नुहोस्, एकदम राम्रो छ। यो सबै चिज छ क्या। यति सानो यो खेतहरू बारी छ नि होइन, खेतहरू छ। तर यहाँनिर लगभग 50-60वटा आइटम चाहिँ लगाउनु भएको छ मम्मीले। तपाईँले हेर्दाखेरि यस्तो लाग्छ होला यहाँनिर यो एउटा हाम्रो घरको चाहिँ करेसा बारी जस्तै हो। यो चाहिँ घरको खेत हो है विशेष भन्नुपर्दा। तर यहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ, मैले यहाँ देखाइरहँदाखेरि तपाईँले हेर्नुभयो होला यहाँनिर कम्तीमा 50, म सबैको नाम लिन सक्दिनँ अहिले, तर 50-60वटा आइटम चाहिँ यहाँनिर छ। जस्तै केराउ, तोरी, केरा, आलु, भ्यान्टा, बन्दाकोपी होइन, प्याज, लसुन, खुर्सानी, साग, धनियाँ, गोलभेडा, धेरै चिज छन्। मैले चिप्ले भ्यान्डी, धेरै चिज छन् यहाँनिर। 50-60वटा आइटम चाहिँ तरकारीहरू मम्मीले उत्पादन गर्नुहुन्छ। र अब यसको बजारीकरण चाहिँ खासै छैन होइन। कहिलेकाहीँ बुवाले अब यसो गाडीमा हालेर पठाइदिनुहुन्छ, के गर्नुहुन्छ, अलिअलि
बिक्री वितरण हुन्छ। तर मम्मीले धेरै खेती गर्नुभएको छ। खासै त्यति ठुलो अहिले खेती किसानीको लागि चाहिँ त्यस्तो खासै बजार छैन भनौँ न होइन। तरकारी यति तपाईँलाई मैले देखाइसकेँ धेरै छ, तर बजार खासै बजारीकरण हुन सकेको छैन। लगाउनु भएको छ तर यसको बजारीकरण चाहिँ हुँदैन है। त्यही भएर कहिले खेर जान्छ, कहिले के हुन्छ, कहिले आफै खाने, कसैलाई यसो दिने गरेर सकेको छ। तर अब घरमा यत्तिकै बसिरहँ भन्दा पनि अब पहिला चाहिँ धेरै दुःख गर्नुभएको मम्मीले, त्यही भएर घरमा यत्तिकै झन्डै लडेन, यत्तिकै बसिरहँ भन्दा केही गरौँ होइन, यसो केही रोपौँ होइन। अब मेहनत गर्ने मान्छेहरू हुनुहुन्छ मम्मीहरू बाबाहरू, त्यही भएर खासै त्यस्तो हामी जस्तो बसिरहँ जस्तो उहाँहरू लाग्दैन। त्यही भएर फुर्सदमा होइन पानीहरू छ होइन, खानेपानी लिफ्टको पानी के छ सबै छ। त्यो कारणले गर्दाखेरि खेती गाउँमै बसे पनि त्यत्तिकै बस्नुभन्दा केही गरौँ भन्ने हिसाबले चाहिँ यो तरकारी खेती लगाउनु भएको छ। तपाईँले दृश्यमा देख्नु धेरै छ, माथि काल्लादेखि 15-20-30वटा काल्ला छ, त्योपट्टि लामो लामो छ। लगभग 4-5 रोपनीमा चाहिँ तरकारी खेती गर्नुभएको छ। तर खासै त्यस्तो बजारीकरण चाहिँ छैन, बिग्दैन भनौँ न। जस्तै अब के भन्छ नि, मैले देखाएको फेरि के भन्छ तल तपाईँले देख्न सक्नुहुन्छ। मैले माथि पनि देखाएको थिएँ 3-4वटा पानीको मेसिन चलिरहेछ यहाँ। एउटै चाहिँ के छ भनेदेखि खानेपानीको चाहिँ यही व्यवस्था छ यहाँनिर, किनभने माथिबाट यो खानेपानी लिफ्टिङ सिस्टमको पानी पनि आएको छ यहाँ। र हाम्रो यहाँ नजिकै आफ्नै खोलाको पानी पनि छ, 2-3वटा धारामा छ होइन। ल हेर्नुहोस् गाई चाहिँ हाम्रो धेरै, अब यहाँ तल चाहिँ म गइनँ, अझै छ त्योभन्दा तल पनि छ होइन, एकदम छ होइन। ल देख्न सक्नुहुन्छ तपाईँले गाइस है। के अरे भन्छ नि, यो आलु बारीमा आएको छु। आलु एकदम धेरै फले यहाँ, कस्तो आलु फल्छ हाततिर म तपाईँलाई देखाउँछु है। गाई चाहिँ यस्तो आलु फल्छ है हाम्रोतिर चाहिँ, मार्छ मम्मीले। गाई यस्तो आलु फल्छ है, यो आलु बारी हो, आलु पनि लगाउनु भएको छ मम्मीले। यस्तो फल्छ यहाँ, आलु लगाइएको छ, धेरै छ आलु, परेसम्म छ। यता चाहिँ खनेर गरिसक्नु भएको छ। यो माखालकाला नि आलु, उता पर कोइरामा नि आलु छ, धेरै छ, यहाँ धेरै छ आलुहरू होइन। अब यसलाई चाहिँ मैले यहीँ राखिदिएँ, मम्मीले मार्नुहुन्छ, मैले भिडियोमा देखाउनको लागि मात्र मैले यसलाई चाहिँ निकालेको थिएँ, यसलाई यहीँ छोडिदिएँ। कसले गरेछ भन्नुहुन्छ। आलुको बोट पनि ठुलो एकदम राम्रो छ है आलु चाहिँ। यो यता खनिसक्नु भएको छ, खनेर घरमा राख्नु भएको होला। यो चाहिँ अब हामीले आलु चाहिँ राखेर कोही चाहिँ अब कसैलाई दिनुहुन्छ, कोही चाहिँ बेच्नुहुन्छ। अधिकांश सबै भण्डार गरेर आफैले वर्षभरि खाने आलु हो। देखि यता सबै खनिसक्नु भएको छ, उताबाट पूर्वबाट घाम उदाएको छ, त्यो कारणले गर्दाखेरि घामले गर्दा खासै राम्रो भिडियो चाहिँ आएन। यस्तो छ, आलु खलिसक्नु भएको छ। ल हेर्नु, यो तल आलु खन्यो, एकदम धेरै छ। ल गाइस आजलाई यति नै होइन, अझै अरू चिजहरू मैले लिएर आउनेछु। अझै पनि फुलहरू फुलिरहेछ नि हाततिर चाहिँ, अब पानीहरू भइसकेपछि खुल्दो रहेछ। यतापट्टि पानी फुलहरू, यतापट्टि के को बिरुवा हो यो नाम म त चिन्दिनँ। यो उता के भन्छ यसलाई, रायो फुलेको। यता तोरी छ, मौरीहरू पनि छ है, घारु मौरीको घार वहाँ छ। माथि पनि छ, धेरै छ है मौरी। हाम्रो 20-30 घर 20-30 के अरे के भन्छ नि, डुँडो होला हाम्रो। त्यो चाहिँ दाजुले यसो फुर्सदमा घर आए बेलामा फुर्सदमा यसो मौरी राख्छ।